तामाङले तामाङ भन्नु पर्यो, लिम्बूले लिम्बू भन्नु पर्यो। को हो हामी? को हो हामी? के तामाङले तामाङ भन्नु विभाजन हो? यस या नो? तामाङले तामाङ भन्नु विभाजन हो? यस या नो? के लिम्बूले लिम्बू भन्नु विभाजन हो? यस या नो? यदि प्रश्नको उत्तर न हो भने हरेक गोर्खा नेता आसामको प्राङ्गणबाट लिएर भारतको हरेक गोर्खा नेताले सुनिराख। यदि आज तामाङले तामाङ हो भन्ने बाध्य नभएको छ भने एक मात्र सुन। यदि लिम्बूले म लिम्बू हो भन्ने बाध्य नभएको छ भने एक मात्र सुन। म मुक्तान हो, मैले पाखरिनको छोरी बिहे गर्नु नमिल्ने हो, तर समयको सञ्जालमा मैले पाखरिनको छोरी बिहे गरेँ। यो मेरो सँगै भाइको हत्या भयो। म प्रश्न गर्छु हरेक गोर्खा नेतालाई, कुन चाहिँ गोर्खा सञ्जाल आयो तँले तेरो सँगै भाइलाई बिहे गर्नु पाउँदिनस् भनेर? प्रश्नको उत्तर छ तपाईँसँग? कुन चाहिँ गोर्खा सङ्गठन आयो जसले भनोस् लिम्बूको छोरीको जात जबसम्म उसको शरीरलाई चित्तमा चढ्दैन तबसम्म उसको माइतीको अधिकार छ भनेर कुनै गोर्खा संस्था आयो? प्रश्नको उत्तर छ न, कुनै गोर्खा सङ्गठन आएन। तपाईँ भन्नुहोस् म कसरी पूर्वाञ्चल तामाङ बौद्ध सङ्घ नगर्नु? तपाईँ भन्नुहोस् म कसरी लिम्बू महासभा आसाम नगर्नु भनेर? मेरो संस्कार मरिरहेको थियो। तेरो गोर्खा नेता सुँगुरको मासुको झोलमा डुबिरहेको थियो। तेरो गोर्खा नेताले मेरो संस्कारलाई उत्थान गरिदिएन मेरो भाइ। त्यसले गर्दाखेरि बाध्यता हो आसाम र भारतवर्षमा जातीय सङ्गठन खुल्नु। र त्यसले गर्दाखेरि भन्छौ यस आइ तामाङ बदलामा म लिम्बू हो, याक्थुङ पनि हो। त्यसले गर्दाखेरि अनुरोध गर्न चाहन्छु, जातीय विभाजनको नारा मेरो निधारमा लगाउने प्रयास नगर। जातीय विभाजन होइन यो। मेरो संस्कार र संस्कृति मेरो आमाले दिएको भाषालाई बचाउने प्रयास हो। यदि तिमी त्यसलाई अपमान गरेर यदि भन्छौ तेरो आमाको धर्मको आधारमा तँले जनजातिकरण पाउँदैनस् भने होसियार। मेरो आमाको सम्मान तैँले पनि गर्नुपर्ने र मैले पनि गर्नुपर्ने हो। मेरो आमाले मानेको धर्मलाई कसैले अपमान गर्दाखेरि म प्रश्न गर्छु, के मेरो तामाङ र लिम्बू चुप बस्छ? उत्तर दिन पर्यो। चुप बस्छ भने चुप बस्छ। कुनै व्यक्ति विशेषले यदि तिम्रो आमाले बोल्ने भाषाको अपमान गर्छ भने तिम्रो आमाले मानेको धर्मको आधारमा तैँले जनजाति पाउँदिनस् भन्दा के तामाङ चुप बस्छ होला त? के लिम्बू चुप बस्छ होला त? यो उत्तर हो त्यो दाजुलाई, यो उत्तर हो त्यो गुरुबालाई पनि, यो उत्तर हो सम्पूर्ण तामाङ र हिल्बा तन्बा गम्बालाई पनि। फेरि प्रश्न चाहन्छु, फेरि उत्तर पनि खोज्छु। सिक्किम र दार्जिलिङको उदाहरण लिएर तिमीले आसाममा कसको जनजाति मान्छौ है भन्छ? मेरो दाजाइले भन्छ, मेरो सिनियर दाजाइले भन्छ। सिक्किम र वेस्ट बेङ्गलको उदाहरण लिएर तैँले के जनजातिकरण माग्छस् है दाजाइ? उत्तर भन्न चाहन्छु दाजाइ, सिक्किम र वेस्ट बेङ्गल कुनै पाकिस्तानमा होइन। सिक्किम र वेस्ट बेङ्गल पनि भारतको संविधान दफा 342 आर्टिकल्सको 1, 2 र 3 सेक्सनले नै पाएको। यदि कुरा यो सत्यता हो भने सत्यता जारी राख। हामीले कुनै संविधानको अधीनमा गएर मागेको प्राप्ति होइन, तर एउटा समितिले बनाइदिएको अधिकारको हो। 1931 मा सर्वप्रथम जनजातिकरणको नाम उत्थापन भएको बेलामा 700 सम्प्रदायले जनजातिकरण पाएको थियो। जतिखेर भारत स्वाधीन भएको थिएन। त्यसमा पनि क्राइटेरिया थियो। 1951 मा जतिखेर संविधान बन्यो, संविधानको आधारमा क्राइटेरिया बन्यो, त्यतिखेर जनजातिकरणको स्पष्टीकरण हुनुपर्छ भन्यो। त्यतिखेर पनि त्यो क्राइटेरियाले तामाङ र लिम्बूले जनजात बनाएको थियो। जतिखेर 1965 मा द लेटेस्ट क्राइटेरिया द लुकास कमिटी क्राइटेरियाले भन्छ देयर आर ओन्ली द 4 क्राइटेरिया। तपाईँको प्रिमिटिभ कल्चर होस्, आएर हेर तामाङको घरमा तामाङको घरमा तोर्मा भन्छ। त्यो तोर्माको चाट पनि चाखेर हेर, थाहा पाउँछौ तामाङ मात्र बोधी छैन, तामाङ इज द बोन्बु पनि हो। लिम्बू मात्र हिन्दूको घन्टी बजाउनेवाला होइन, युनि मान पनि मान्ने एउटा जात हो। मेरो धर्मलाई तिमीले पढेकै छैनौ र तिमी भन्छौ धर्मको व्यक्तिमा तामाङ र लिम्बूले पाउँदैन भन्ने अधिकार पनि छैन।
हामी यदि आज जनजात मान्दछौँ भने केवल र केवल मात्र लुका समिति 1965 को तहतमा भएको भारतको संविधानले दिएको अधिकारमा भएको यदि वो माग्नु गुना हो भने बताइदे मेरो भाषा। तामाङले बोले तामाङलाई बचाइदैन, लिम्बूले बोले लिम्बू भाषालाई बचाइदे, लिम्बूको लिपिलाई बचाइदैन, किन बचाउँदिनस् भन्ने प्रश्न चाहिँ हरेक त्यो तामाङ, लिम्बू, राई, गुरुङ, मगरको छोराको छातीमा हुनुपर्छ। यदि प्रश्न सोध्ने अधिकार छैन भने तिमी गोर्खा भन्ने अधिकार पनि नराख मेरो माथि भन्ने अवस्था आएको छ। यो टाउकोले, यो गिटीले यत्रो सालबाट ढाका टोपीको सम्मान राखी उनीहरूले ढाका टोपी मेरो होइन भनेन, तर तिमीले मेरो तागीको सम्मान पनि गरेनौ। यो तामाङले चाहँदैन के तामाङ चाहँदैन? तामाङको इतिहास रणभूमिबाट आएको, त्यागबाट आएको, लाठेला बिराजबाट आएको त्यो तागीको सम्मान के गोर्खा समाजले पनि लगाओस् भन्ने तामाङले चाहँदैन होला त? म प्रश्न गर्छु मेरो लिम्बू र तामाङ सम्प्रदायलाई कि मेरो संस्कार माझेर जाओस् त? तिमी चाहन्छौ लिम्बूले च्याब्रुङ पिछोस् भनेर? म प्रश्न गर्न चाहन्छु यहाँ सबै सम्पूर्ण व्यक्तिलाई, तपाईँ भन्नुहोस् जनजातिकरण पछि होला, तर वर्तमानमा जनजातिकरण हुने क्राइटेरिया यदि च्याब्रुङ मेरो संस्कार हो भने के लिम्बूले चाहन्छ च्याब्रुङ मरेर जाओस् भनेर? प्रश्न चाहन्छु के लिम्बूले चाहन्छ मेरो च्याब्रुङ मरोस् भनेर? के राईले चाहन्छ केलन मरोस् भनेर? निश्चय कुनै जाति सम्प्रदायले चाहँदैन कि त्यसको संस्कार र संस्कृति मरोस् भनेर। त्यसले गर्दा त भन्छु नि हजुर, खेली माया हो कि ज्यान माया हो? माया हुनु त म बिहे गरिसकेँ भन्नु नपर्ने हो। प्रश्नको उत्तर फेरि पनि सबैजनालाई, जनजातिकरण तपाईँलाई के हो? खेली माया हो कि ज्यान माया भन्नु पर्दैन है, सबैले भन्नु पर्यो। तपाईँको लागि जनजातिकरण के हो? खेली माया कि ज्यान माया? खेली माया भनेको चाहिँ एक दिन दुई दिनको लागि हो भने रमाएर बस्नु भाइ ढुङ्गाज्यू भन्नु खोजेको। ज्यान माया भनेको तिम्रो हातबाट उङ्गलीबाट निक्लेको त्यो निधारमा म रातो रङको सिन्दुर लगाएर तिमीसँग सधैँ जीवन बिताउँछु भनेको चाहिँ ज्यान माया हो। यो पालन गर्न साह्रो, तपाईँको पालन कहाँ छ? कुनै गोर्खासँग लगाएर बचायो? म लिम्बूलाई सोध्छु, लिम्बूको तथा कति गोर्खा नेतालाई पनि सोध्छु। म प्रश्न गर्न चाहन्छु, तिम्रो बाउ तिम्रो बाजेले खेलेको पालनको सार कहाँ छ आज? कुनै खोलामा डुबेर मरो, किन मरो? मात्र हामी जय गोर्खा भन्नेमा एकताको लागि मैले मेरो भाषा मारे, एकताको लागि मैले मेरो पालन मारे। तिमी अहिले पनि भन्छौ तामाङ र लिम्बू त गोर्खा होइन पो भन्छ अरे। सञ्जाल माध्यममा तिमी कसलाई बदनाम गर्दैछौ? सञ्जाल माध्यममा तिमी यदि मेरो जातलाई बदनाम गर्दैछौ भने तिमी विश्वास गर, यो गाला गोर्खाको पनि हो, यो गाला लिम्बू र तामाङको पनि हो। त्यसले गर्दाखेरि यस्तो ध्रुवीकरणहरू हामी बन्द गर्नुपर्छ। र अन्तिममा फेरि पनि अनुरोध गर्न चाहन्छु, केवल भारतको संविधानले दिएको अधिकार मात्रै होइन, आसामको माननीय मुख्यमन्त्रीज्यूले पनि भनिसकेको शब्द हो, तामाङ र लिम्बू जनगोष्ठी त्यो যোগ্যতা জনগোষ্ঠী যদি দেখে তো বলে বিচারে চেঞ্জ নিশ্চয় দেখে তো হবে জনজাতিকরণ হব পারে, তার কোনো দুই মত নাই। यो भन्दा भन्दा पनि तिम्रो गोर्खा दादाले 2003 मा लडिदिए नै लिम्बू तामाङ सुनिराख। 2003 मा जतिखेर भारतको इतिहासमा एउटा इतिहास रचेको थियो त्यतिखेर तिम्रो संगठनले यदि मागेको थियो भने कुनै राजपथमा फोटो होला, कुनै संविधानको ढोकामा मेमोरेन्डम होला, कुनै मुख्यमन्त्री भेटेको सञ्चार माध्यम होला, प्रमाण गरिदियोस्। हामी माग्दिन, प्रमाण गरिदियोस्, हामी माग्दिनौँ। तिमी नै माग, तिमीले नै गर, तर तिमी प्रमाण पनि गर्न सक्नुपर्छ। तिमीले माग्दा माग्दा यत्रो साल भइसक्यो, गोर्खा 2 दिन त भएको छ लिम्बू र तामाङ हिँडेको। तिमीलाई आँखा लाग्यो? कहाँ दाजै तिमीले आँखा यति साह्रो खोज्यो? हुनु त मेरो विभाजन शब्द त होइन, मञ्चको प्रश्न मञ्चबाट जानै पर्छ। यदि त्यति पनि भन्नु सक्दैन भने त्यसको तामाङको छोरा, त्यति पनि अहङ्कार गर्नु सक्दैन त्यसको याक्तुङको छोरा। संस्कार र संस्कृतिमा हामी कसैभन्दा कम छैन। त्यसले गर्दा अनुरोध गर्न चाहन्छु, यदि थुङ्गे फुल बनेको छ भने त्यसमा मेरो लिम्बू जातको पनि परिश्रम छ, मेरो राईको पनि परिश्रम छ, मेरो तामाङको पनि परिश्रम छ।
भयो, धेरै भयो दाजुभाइ, तपाईँहरू बस्नुहोस्। जनजातिकरण तपाईँहरू नमागिदिनुहोस् दाजुभाइ, हाम्रो अनुरोध। हाम्रो लिम्बू महासभा असमको तर्फबाट तपाईँलाई अनुरोध, पूर्वाञ्चल तामाङ बौद्ध सङ्घको तर्फबाट पनि अनुरोध, नमागिदिनुहोस् तपाईँले। भयो, 1954बाट धेरै मागिदिनु भयो। अब पालो कसको? सबैजनाले भन्नु पर्यो। अब जनजाति माग्ने पालो कसको? अब जनजाति माग्ने पालो कसको? अब जनजाति माग्ने पालो कसको? र तल लिम्बू एकता जिन्दाबाद, तल लिम्बू एकता जिन्दाबाद। यहाँबाट मात्र होइन, हामी आउने दिनमा अझै ठुलो संरचना गर्ने प्रयास गर्छौँ। सबैजनालाई अनुरोध गर्न चाहन्छु, तपाईँ सबैजना हाम्रो लागि कमरेड हो। तपाईँ हाम्रो युवा जमात, हाम्रो सिडी हो। तपाईँ आँखा खुलेर हेर्नुहोस्। कुलमानजीको उमेर के हो? 60-70 सालको बिचरा एउटा बुजुर्ग व्यक्ति, तर भए पनि खाइ नखाइ जातको लागि प्रयास गर्दैछौँ। हाम्रो जेनजीहरूलाई म भन्न चाहन्छु, हाम्रो युवा जमातलाई भन्न चाहन्छु, उठेर एकचोटि आँखा खुलेर हेर। गुरुङले यदि तामुने परिचय दिनु जानेन भने गुरुङले कसरी गुरुङ बन्न सक्छ? यो संस्कार र संस्कृति तपाईँको गोर्खा दादाले तिमीलाई आएर सिकाउने होइन, एउटा गुरुङ संस्थाले मात्रै सिकाउने हो। राईलाई यदि आफूको अर्थ नै जानेन भने त्यो त राईको जातीय जनगोष्ठीको विनाशकारी बुद्धि भयो। त्यसलाई संरक्षण गर्नु पनि त राई संस्थाले आउनुपर्छ। यदि मगरले आफ्नो भूत भाषाको परिस्कृतिले बचाउन सकेन भने त्यो मगर संस्कारको हत्या हो। त्यसलाई संस्कार बचाउनु छ भने मगरको जातीय विवेकता भएको मानिस नै आउनुपर्छ। त्यसले गर्दाखेरि आज आसामको यस प्राङ्गणमा लिम्बू र तामाङले एक कदम भए तापनि अगाडि बढ्ने प्रयास गरेको। यसले गर्दा म सबैलाई अनुरोध गर्न चाहन्छु, लिम्बू र तामाङ जोत्रो मञ्चलाई एकचोटि जोरदार हातताली मारेर तपाईँले जोहारको गरिमान बढाइदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। लिम्बू तामाङ जातीय एकता जिन्दाबाद, लिम्बू तामाङ एकता जिन्दाबाद, पूर्वाञ्चल तामाङ बौद्ध सङ्घ जिन्दाबाद, पूर्वाञ्चल तामाङ बौद्ध सङ्घ जिन्दाबाद, लिम्बू महासभा असम जिन्दाबाद। सबैलाई लास्ट प्रश्न, तामाङले भन्नु परोस् माओ सङ्गठन को हो आजको तारिकबाट यहाँबाट स्पष्ट होस्। लिम्बूले भन्नु सक्नु पर्यो, छातीमा हात राखेर भन्नु सक्नु पर्यो कि तपाईँको माओ संस्था को हो भनेर। सर्वप्रथम मेरो लिम्बू दाजुभाइलाई यहाँ ठुलो प्रश्न गर्न चाहन्छु, तपाईँको माओ सङ्गठन को हो? 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 अनि चर्चा गर्नुहोस्, तपाईँको माओ सङ्गठन को हो? लिम्बूको माओ सङ्गठन को हो? पूर्वाञ्चल तामाङ बौद्ध सङ्घ हाम्रो कस्तो माओ सङ्गठन हो? कस्तो सङ्गठन हो? यो द्वारा हाम्रो माओ सङ्गठन हो। किनकि यसले मेरो आमाले बोल्ने भाषा बचाइदियो, यसले मेरो धर्ममा भएको विनिशकालीन बुद्धिलाई बचाइदियो, यसले मेरो आउने पिँढीलाई म तामाङ हुँ भन्ने सिकायो। त्यसले गर्दाखेरि मेरो लागि पूर्वाञ्चल तामाङ बौद्ध सङ्घ तामाङको लागि एउटा माओ संस्था हो र लिम्बू महासभा असम हाम्रो लागि लिम्बूको लागि माओ संस्था हो र यो माओ संस्था सधैँ भन्दै म सबैलाई अनुरोध गर्न चाहन्छु, जनजातिकरणको जंग लड्ने प्रयास होइन, हामी लडिसकेको छौँ। मात्र अब फैसला हुन्छ हार र जित र सबैजना लिम्बू तामाङलाई अनुरोध गर्न चाहन्छु, कम्मर बसेर बस्नुहोस्। हामी लड्ने प्रयास गर्दैछौँ र यो प्रयासमा शत्रु तिम्रो छिमेकी नै छौँ, अरू कोही पनि होइन भन्ने भाव बुद्धि हामीले नपालौँ, तर हामीले एउटा कुरा पालेर राखौँ, पालनलाई बचाउनु पर्ने छ। तामाङले फेरि सँगै भाइ मेच्नु पाइँदैन भन्ने संस्कार र संस्कृति मानेको छ भने हामी सबैजना जनजात हो। सबैलाई भन्नु पर्यो, हामी सबैजना जनजात हो, हामी सबैजना जनजात हो, हामी सबैजना जनजात हो। यतिले भन्दै सम्पूर्ण मेरो तामाङ र लिम्बूलाई अनुरोध गर्न चाहन्छु, हाम्रो एक